हैन त्यसो यो के किन पाले भाइ झाँक्री झाँक्री हामी जाने ठाउँ नि बिर्सिन कति फोहोर छ क्या गयो सबै बोइमा आएन तपाईँ यो काँक्राको कलर यस्तो हो रे राम्रो भयो राम्रो त भएन झुर बहज तर मसँग पैसा छैन यहाँले किनिदिनुहुन्छ हेलो साथीहरू नमस्कार सबैजनालाई अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै धेरै सन्चै छु अनि इन्डियाको दिल्लीमा बसेको चाहिँ आज ठ्याक्कै 2 दिन हुन्छ अनि आज चाहिँ हामी तरकारी किन्न गएको कति रमाइलो कुराकानी भएको थियो भनेर सबैले तपाईले देख्नुभयो अन्त्यभन्दा बहुत रमाइलो कुराकानी भएको छ र सबै हेर्न सक्नुहुन्छ है हेर्नुस् है अनि हेरेर लाइक कमेन्ट गर्नु होला सब्स्क्राइब र मन लागि गर्नु होला मलाई थाहा होला लेट्स गो सी माय न्यू भिडियो ओके हामी चाहिँ तरकारी किन्न जान लाग्यो हैन अहिले बाटोमा हामी हराउन सक्छौं तरकारी खान्दैन लाइनमा गएर तरकारी किन्न गर्दैन मार्छ सबैजनाले डिस्कस गरेर लिम्ला नि त जाम तरकारी किन्न आएको हामी चाहिँ यो के भन्छ यो ठाउँको नाम त्यो चाहिँ राम्रोसँग थाहा भएन गाई छैन मलाई चाहिँ र हामी चाहिँ तरकारी किन्न आएको के खाने विचार छ हजुरलाई तरकारी मलाई त जे भइने मन पर्छ बाबा तरकारी त तर मलाई मासु बाहेक अरू जे पनि मन पर्छ हामी चाहिँ मासु नखाने मान्छे जाउँ न त जे भए पनि हरियो परियो हाले त होला अरे भाइ साहब मलाई नि हिन्दी बोल्न आयो के साग है यो काँक्रा किन यस्तो छ कुहिएको हो कि यताको यस्तो हुनु ए सुकेको हो अच्छा यो काँक्राको कलर यस्तो हो रे अरे यो काँक्रा कराम कराम भन्ने बेला त यहाँ त याल्लो काँक्रा कराम कराम रहेछ घर कता तपाईको सल्यान अब छान्नु न हौ के खाने मलाई त तरकारी बनाउन आउनुहोस् के लानुहुन्छ भाइले लान्छ होला नि एकसाथ भ्यू त एकदम राम्रो छ गाइस ये दुकान वाले भाई कितना हैंडसम है भाई खलाइदिनु जस्तो साडी लगाएर आछन् यिनीहरू नक्कल नक्कल पारेर उ त्यहाँ बसेका भाइहरू नेपालीहरू चरा तिनीहरू नेपालीहरू अरे मेरे पास दुकानों की कमी है क्या ये दुकानों का चाहते हैं मामा की दुकान सबकी दुकान पे कर दूंगा और क्या दुकान पे कर दूंगा आराम से बिकता रहेगा और वो हरा धनिया हरा मिर्चा गाडी यस्तो कुना कुनामा राखेको छन् सब्जी खाने त्यसरी अरे राम्रो छ पक्का ठीक छ हजुरको भाषामा त यसलाई राम्रोलाई के भन्छन् याबु 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 छ याबु छ तपाईँलाई भेन्डी मन पर्छ भेन्डी आधा किलो पर्छ योसँग यहाँलाई एलर्जी हुन्छ अरे पकेंगे तो यो आ जाऊंगी चेंज यो मतलब फिर ले चलूंगी फरीदाबाद आपको के लाग्ने फटाफट इन्डियातिरको आलु अबे तर यो आलु चाहिँ मलाई खुब मन पर्छ यार तर कति नरम हो यो आलु चाहिँ
मकै सकै सुकेछ फर्सी पनि पाइने रहेछ यहाँ पसलहरू खत्रै छन् चिया चाहिँ बाटो बाटोमा बेच्न आउँछन् कि यहाँका मान्छेहरूले फ्रीमा दिने होइन नि यसै चाय भन्न आउँछन् अनि एकदम घ्याउ लाग्ने हुन्छ सो गाइस इन्डियामा आइयो राम्रो त भएन झुर झुर एकदम झुर धनिया सब्जी लेते पैसे डाल देते अनि तपाईँलाई चाहिँ रमाइलो लाग्यो होला हिमाचल जानु भयो नि पहिले कति वर्ष बस्नु भएको 10 वर्ष त्यही भएर यस्तो राम्रो भएको यहाँ चाहिँ झाँक्री हुनु नै रहेछ भन्ने तपाईँ झाँक्री हो अरूलाई पाउनु भएन मलाई हो तपाईँ झाँक्री हो होइन त्यसो यो के किन पाल्यो भाइ किन पाल्यो भाइ कुन हो झाँक्री कुन त्यहाँ कुन हुनुहुन्छ झाँक्री भन्नु न सबै झाँक्री हुनुहुन्छ राति काम तिनीहरू पुरा झाँक्री हुन् भुट प्रेत लागेपछि तिनीहरूलाई फुक्न पठाउने है ल फेरि भन्नु त जना आयो ए को यहाँ झाँक्री यहाँ नि हुनुहुन्छ यता टोपीवाला सबै धामी हुने भए त हाम्रो नेपालमा सब धामी तपाईँहरू झाँक्री हो न यहाँ त हो भन्नुहुन्छ त यो कहाँको चाबी हो एकैछिनमा आउनु यो 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 दिन गोजिम त राख्न पर्यो हाम्रो लगाइदिनु ल ल ल कता जाने हो हजुरहरू ल जाऊ जाऊ तिनीहरू त पुरै सबै झाँक्री हुन्छ होइन उता बिरामी भए मान्छेलाई के हो यो बिरामी भए मान्छेलाई उपचारको पनि जाने रे गाडी छ होइन यहाँ चाहिँ मोमो छ भेज पनि पाइन्छ अरे भेज पनि हालिदिनु न तर मसँग पैसा छैन यहाँले किनिदिनुहुन्छ अनि यहाँले किनेको चाहिँ खानुपर्छ भेज मोमो आज त इन्डियाको मोमो खान पाइने भयो कि इन्डियाको भन्नु नेपालीले पकाएको मोमो चाहिँ नेपाली चाहिँ होला भन्ने जस्तो लाग्छ अहिले जामुन मान्छेहरूले यहाँ यो ठाउँमा खतरा छ भनेर होइन बाहिर यहाँ उभिन पनि डेन्जर ठाउँ हो त्यहाँ जोगेर हिँड्नुपर्छ भनेर भनेको थियो अनि त्यही भएर यहाँ उभिन पनि कस्तो डर लागिरहेको छ कि होइन सो मान्छेहरू छन् यताउता आमा सिन्दुर त तुल्दा नाकबाट पिछेसम्म लाछि त्यो केटीले सिन्दुर तर यहाँबाट हामी जानुलाई हरायौँ भने चाहिँ खतरा हुन्छ गाई छ कि त्यतै हो के अरे हिँड्न त त्यतै हिँडेको खास गरी अनि आज तरकारी कसले पकाउँछ आज त पकाउनु ए उनीहरूले पकाउने हो हामीले चाहिँ केलाहरू मात्र राख्ने त्यसो भए ठिक छ पानी ए प्रभु मलाई त अरू सबैभन्दा नि यो ठाउँको पानी चाहिँ कस्तो के हो हामी जाने यतै हो नि हामी जाने ठाउँ नि बिर्सिन् कति नम्बरमा हो हामी सबभन्दा माथि हो
हरायो हरायो भने मान्छे हरायो भने केही पनि हुँदैन एउटा हाल्दा दुईटा पाइहाल्छ यस्तो माथि सिडी चढेर जानुपर्छ यस्तो माथि सिडी चढेर जानुपर्छ यार यस्तो गाह्रो सो यस्तो छ अनि अर्को कुरा के खुट्टा पनि चल्दैन अर्को कुरा के भन्दाखेरि होइन यहाँ यो ठाउँमा चाहिँ इन्डियामा चाहिँ बाहिर वातावरणहरू चाहिँ राम्रो रहेछ होइन सो राम्रो रहेछ कोठाभित्र त ओ माइ गॉड कति फोहोर छ कि कति फोहोर छ अन्त टोइलेट हुन्छ नि टोइलेट भिडियोमा आएर एकछिन सफा गरेको थिएँ फोटो भाँदा देखाउँछ है कस्तो छ भनेर त्यो टोइलेट कस्तो छ भनेर हेलो तपाईँ ऊ त्यो ढोका खोल्नु म यो खोल्छु ल इस यो पानी हो कहाँबाट आएको पानी हो टोइलेट चाहिँ हे प्रभु यो ऐना कति फोहोर छ क्या यो कति फोहोर छ भने यहाँ यो टोइलेट हेर कति फोहोर छ लास्टै धेरै फोहोर छ कि यो बाहिर मात्र चमकाएको रहेछ भित्र यति धेरै फोहोर बनाएको रहेछ चाबी खोल्न सक्नु भएन ए हामीले मोमो लिएर आएको छौँ मोमो खाइन्छ अनि हामीसँग आएको दाइहरू चाहिँ यो रुममा बस्नुहुन्छ यहाँ चाहिँ खाना पकाउने हो चाहिँ त्यहाँ बस्नुहुन्छ यहाँ गुल्मीको दाइहरू खाइयो मोमो खाइन्छ आज के हो एउटा यस्तो भाँचेर हेर्नु नि त के रहेछ बाबु यो ननभेज हो त ए भेज होला ननभेज हो कुखुराको मासु हो कि सेतो हुने रहेछ सेतो त हुन्छ हो यो ए भाँच्नु न अचो यार चम्चा किन हाल्दिन नि त तिनीहरूले फेरि ओ हेर्नु त एउटा त्यही होला हौ ननभेज भेज अच्छा मिर्ची पुल्दै हो सस पुल्दै हो सस चाहिँ त्यसको भाउ भनेर राखिदिएको हामी खाइँदैन यति हो 4वटा हो ए म त के 4टा मात्र दिने रहेछ नि त भनेर ए मेरो त के गयो सबै भुइँमा उठाउनु के हुँदैन प्लास्टिक माथि परेको एउटा मात्र प्लास्टिक माथि परेको चाहिँ खाइन्छन् यहाँ तल खसेको चाहिँ जुन चाहिँ सस छ त्यो चाहिँ खाइन्छ खाइन्नन् अन्त यो चम्चा दिएन त्यसका बाउको खारो दिएन चिन्नु भएन चिनेन अब खाएर चिनिन्छु म त राम्रो रहेछ मलाई हालिदिनु न होइन हालिदिनु न केही हुन्न के यो सस रहेछ सस खाइन्छ केटा मान्छेहरू चाहिँ भयो सबै डुल्न गए होइन हामी चाहिँ हामी कति सोझौँ कति यहाँभित्र कति भित्र बसिरहेको छ बाहिर जान डर हुन्छ केटी मान्छेलाई बाहिर जानुहुन्न त्यो पनि घाम लाग्दै आउनु हेर्दै खानु हजुरहरूले नि खाने हो क्या उयो रहेछ नि त भिक्टी सानो रहेछ यिनीहरूलाई अब आज एक दिन हो भोलिदेखि तपाईँ खानु न हामीले कति बाग्लो यार रोटी
यहीमा राख्यो हुन्छ भेज खाने भने लग्नु दाइ भेज खाने भने लग्नु मलाई कम हुन्छ भेज बाबु भनेपछि आज बियर खाएर मान्छे चिलमा तपाईँ आज बियर खाएर मान्छे चिलमा तपाईँ यहाँ यही खाने भनेर सब्जीहरू किनेर हामी बाहिर खाना खान्नौँ डोटीहरूले पकाएको खाना खान्नौँ हामी आफै पकाउँछौँ रोटीको मतलब क्या होता है भाई साहब रोटी को मतलब रोटी ठंडा पानी ले रहा हूँ पर जैसा बुद्धू तो